कुहिएको सिनो है, कुहिएको सिनोमा चाहिँ तपाईँले हेर्नु भने हरियो झिङ्गाहरू चाहिँ एट्र्याक्ट हुन्छ, झिङ्गाहरू आउँछ अनि त्यसले फुल काट्छ, अनि त्यो खायो भने मान्छे बिमार हुन्छ, इन्फेक्सन हुन्छ, कति मर्छ पनि। अब कुहिएको सिनोले त संसारको त्यो नेचुरल त्यो झिङ्गाहरूलाई एट्र्याक्ट गर्छ भने मानिसको जीवनमा लुकाको पाप चाहिँ कुहिएको सिनो भन्दा पनि डरलाग्दो हो। लुकाको पाप, प्रभुले क्षमा नगरेको पाप, प्रभुलाई क्षमा नमागेको पाप, पश्चाताप नगरेको पाप चाहिँ कुहिएको सिनो भन्दा पनि डरलाग्दो हो। त्यसले फ्लाइजहरूलाई है, झिङ्गा रूपी अशुद्ध आत्मा, झिङ्गा रूपी दुष्ट आत्मालाई त्यसले एट्र्याक्ट गर्छ। किन त्यो गनाउने पापले चाहिँ नि भूत आत्मालाई एट्र्याक्ट गर्छ। जसरी संसारमा सिनोले हरियो झिङ्गालाई तानेर त्यसले फुल काट्छ, त्यसरी पाप, क्षमा नमागेको पाप र क्षमा नगरेको पाप र प्रभु यीशुको रगतले नधोएको पापले चाहिँ भूत आत्मा, रोगको आत्मा, दुष्ट आत्मा, अशुद्ध आत्मा, एन्जाइटी, डिप्रेसन, प्यानिक एट्याक, फ्रस्ट्रेसन, सुसाइडल थट, के भन्नुहुन्छ, किसिम किसिम दुष्ट आत्मा एट्र्याक्ट गर्छ अनि त्यसले अड्डा बनाउँछ। पहिलो कोरिन्थी 3:16, पहिलो कोरिन्थी 6:19 बताउँछ परमेश्वरको मन्दिर चाहिँ रोगको घर, परमेश्वरको मन्दिर चाहिँ डरको घर, परमेश्वरको मन्दिर चाहिँ सुसाइडको घर, परमेश्वरको मन्दिर चाहिँ फ्रस्ट्रेसनको घर, परमेश्वरको मन्दिर चाहिँ निराशको घर बनाइदिन्छ। सो त्यसै कारणले गर्दा मैले तपाईँलाई भन्न चाहेको रहेछ, हाम्रो प्रेजेन्टमा भएको चाहिँ हाम्रो पास्ट, वर्तमानमा भएको चाहिँ हाम्रो विगतसँग जोडिएको हुन्छ।